हैन। सर के भयो यहाँ अब यो महानगरले महत्त्वपूर्ण भूमिका खेलेको छ सुकुम्बासी बस्तीलाई जुन किसिमले यहाँबाट स्थानान्तरण गरिएको छ अनएक्सपेक्टेड पनि हो यो एकदम तपाईँको ठुलो सफलता कसरी सम्भव भयो जस्तो लाग्छ? यस्तो छ एक्लैले केही कुराहरू पनि सम्भव हुँदैन हैन। हामीले 9, 10, 11 3 दिनसम्म लाइटिङ गरेका थियौँ। यो सार्वजनिक स्थान खोला क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गरेर बसिरहनुभएका आदरणीय सम्पूर्णलाई 11 गते बेलुका 7 बजेभित्र खाली गरिदिनु होला भनेर हामीले अनुरोध गरेका थियौँ। सोही अनुरोध बमोजिम उहाँहरूले अन्यथा कारवाही गरिदिएछ भन्ने कुरा भएको थियो र आज 12 गते हामी बिहान 6:30 बजेदेखि तैनात रहेको अवस्था हो र केन्द्र सरकार र स्थानीय सरकार र अन्य विभिन्न निकायका पदाधिकारीजीहरू हैन अनि त्यसपछि यहाँका स्थानीयहरू सबैको सहयोगमा यसलाई निर्वाध रूपमा हामी यहाँबाट आफ्नो गन्तव्यमा जानुस् भनेर अनुरोध गर्दा हामी सफल भएका छौँ हैन। पूर्ण रूपमा सफल भइसकेको छैन, सर्ने क्रम जारी छ र हामीले जसलाई असहज परिस्थिति छ जसको घाँसबास कपासको व्यवस्था छैन त्यसको लागि केही समयको लागि होल्ड गर्नको लागि हामीले होल्डिङ रुमको व्यवस्था गरेको हो। त्यो होल्डिङ रुममा उहाँहरू अहिलेसम्म जानुभएको अवस्था छैन। हामीले आह्वान गरेका छौँ। यो राधा स्वामी सत्संग सुन्दरी घाट कीर्तिपुरमा रहेको छ। यहाँ 40-80 बाई 400 फिटको संरचना छ। त्यो संरचनामा लगभग हामी 3000 व्यक्तिसम्म राख्न सक्छौँ। त्यो स्ट्रेन्थ रहेको अवस्था हो। हामीले आह्वान गर्दाखेरि कसैले पनि हामी त्यहाँ जान्छौँ भनेर मेरो स्वीकार्नु भएको छैन। एउटा परिवार आमा र बच्चालाई हामीले यहाँबाट 10 सालमा राखेर ल हिँड्नुहोस् भन्दाखेरि उहाँ पनि गार्जियन बोलाएर आफ्नो गन्तव्यमा जान लाग्नु भएको छ। उहाँ पनि जानु लाग्नु भएको छैन। त्यसै गरी अब यहाँ खाली गराउने क्रम हाम्रो जारी रहन्छ। जस्तो कि एसपी सर योभन्दा अघिल्लो पटक जतिखेर महानगर प्रमुख बालेन आफै हुनुहुन्थ्यो प्रधानमन्त्री अहिले त्यतिखेर तपाईँहरू यहाँ आउनुले गर्दा जुन दृश्य देखिएको थियो निकै काओटिक मोमेन्ट रेडिकल अझ त्यो एक खालको भन्यो भने विरोधको पनि अत्याधिक धेरै तीव्र विरोध तपाईँको टाउको पनि फुटेको अवस्था थियो। खुकुरी नाङ्गो नाच नचाहिएको थियो। यसपटक त्यो सफल कसरी भयो? यसमा हारेन्द्रजी प्रधानमन्त्री भएको कतिको क्रेडिट पाउनु भएको छ तपाईँ? सबै कुरो हेर्नु समयको महत्त्वपूर्ण हुन्छ हैन। समय परिवर्तनशील हुन्छ, सबै एकै परिस्थिति रहन्छ भन्ने हुँदैन हैन। सम्माननीय प्रधानमन्त्रीजीको यसमा हिजो पनि के अरे प्रयास थियो। आज त उहाँ अब देशकै बागडोर सम्हालिराख्नु भएको छ। उहाँबाट राम्रै निर्देशन भएको छ। निर्देशन बमोजिम सम्पूर्ण आफ्नो तह र तबकाबाट सम्पूर्ण निकायहरूको यसमा सक्रिय भूमिका रहेको छ। यो काम गर्नेमा सबैको सहमति छ। योभन्दा अघिल्लो पटक तपाईँहरूले केन्द्रले सहयोग गरेको थिएन? अब त्यसै त ठ्याक्कै भन्न सकिएन, जो समन्वय थिएन। यो पटक चाहिँ त्यो समन्वय स्थानीय र सङ्घीय समन्वय छ। त्यो मात्र होइन, त्योभन्दा अन्य निकायका स्टेक होल्डरहरूको पनि सबैको समन्वय छ। तत्कालीन अवस्थामा विभिन्न अधिकारवादीहरूको पनि प्रश्न थियो होइन। यसपालि हामीले अन्य व्यवस्था पनि गरेको कारणले गर्दाखेरि अब साँच्चै यहाँ कोही होमलेस हुनुहुन्छ भने हामी त्यसको पनि व्यवस्था गर्छौँ भनेर शहरी विकास मन्त्रालयले पनि त्यसको काम थालनी गरिसकेको अवस्था छ होइन। त्यो पनि छ। तत्कालका लागि हामीले गर्ने हो। तत्कालका लागि हामीले गरेको सेल्फमा कोही जान चाहनुहुन्छ, इच्छुक कोही हुनुहुन्छ भने हामी त्यो तयार छौँ। भनेको बालेन सरकार आइसके पछाडि अब यो बस्ती हटाउनमा ठुलो सहजता भएको छ, तपाईँहरूलाई समन्वय गर्न महत्त्वपूर्ण भूमिका पनि रहेको छ भन्ने हो? हो, एक्ज्याक्टली हो त्यो कुराहरू। त उहाँहरूको निर्देशन बमोजिम र विभिन्न तह र तबकाको आफ्नो के अरे सहकार्यमा यो काम भएको छ। राम्रैसँग सहयोग भएको छ सबै तर्फबाट। हिजोसम्म हामीले हेर्दै गर्दाखेरि जुन खालको परिस्थिति देखिएको थियो, केही समूहहरूले हामी मार्न तयार छौँ, पछि हट्न तयार छैनौँ भनेर भन्दै थिए। एकाएक आज बिहान सूर्योदय भइसके पश्चात झिङ्गो मुसो कोही देखिएन। यो कसरी सफल भयो? यसको लागि चाहिँ सुरक्षा रणनीति कसरी अप्नाएको थियो प्रशासनले या महानगरले? तपाईँले कसरी समन्वयन गर्नुभएको थियो? त्यो